ए गाइस जापानको 1 लाख रुपैयाँ दिदी गन्दैछ है खै खै। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग गाइज। आज चाहिँ हामीहरू काठमाडौँ जाँदैछु होइन। यो चाहिँ हामी बिच बाटोमा अहिले सुट गर्दैछु। हिजोदेखि बिर्साएको थियो होइन सुट गर्नको लागि। मम्मी पनि छन् यहाँ, काठमाडौँ जाँदैछन्। अहिले चाहिँ हामी चितवनको चुम्लिङ टारमा पुगेको छु। डेडी पनि भर्खरै खाना खाएर यहाँ बाहिर आए घाम ताप्नको लागि। आमा पनि छन्, आमा चाहिँ भित्र छन्। I see her boots at the corner cafe with a notebook and a grin. ल गाइस, काठमाडौँ पुगिसकेको छौँ हामी। अहिले चाहिँ हामी दाइ भाउजूमा छौँ। हाई गाइस, मेरो नाम अन्शिका हो। हजुरले उहाँको मैले परिचय गर्नै पर्दैन हो भने पहिले त हेरे त हो नि के को परिचय। गाइस, आज हामीले घर नसरेको, आज हामीले नै के लिएको हो नि। बस भयो, भ्लग भयो। यता आउनु गाइस, अहिले चाहिँ आज चाहिँ दिदी जापान जानेवाला छ होइन। ड्याडी खिच्दिनु सोचेको कुरा हो सबै। गाइज अहिले चाहिँ तयार भइसक्यो दिदी, भाउजू पनि तयार भइसके। अनि पछि मम्मी यहाँ छन् होइन। अहिले चाहिँ मैले पठाउमा गएको छु, पठाउमा आउनैवाला छ। गाइज अहिले चाहिँ यो पुरानो मोबाइलबाट सुट गर्दैछु, त्यसैले अलि नराम्रो आउँदैछ। अब आइफोनबाट सुट गर्ने थिएँ, आइफोन दिदीसँग छ। दिदीलाई पनि चाहिन्छ नि त मोबाइल होइन। दिदी कस्तो लाग्दैछ आज जापानको यात्रा गर्नको लागि? राम्रो? सामान प्याक भइसक्यो। फुट्दैन, पर माथि राख्दैन। त्यही राख्नु, झ्याल चोला राख्नु, अट्दैन। फाइनली गाइज एयरपोर्टमा पुगिसके। सबैजना यहाँ छन् होइन। भाउजू हाँस्दैछन्, दाइ यहाँ हुनुहुन्छ। अनि भर्खरै ल खाता किन्नु खाता ल ल ल ल म चाहिँ खाजा किनेर आउँछु। खादा एकचोटि वहाँ गएर फेरि फर्केर आउनु पऱ्यो हामी। ए गाइज दिदी आज चाहिँ भिड खासै छैन एयरपोर्टमा चाहिँ। के अझ एकजना आउनु छ? सर पनि रिसाउनु लाग्यो भन्ने टाइममा आउनु पर्यो नि त। सामान चाहिँ यहाँ छ गाइज। मामा र दाइ गफ गर्दै हुनुहुन्छ। दिदीको साथीहरू पनि आछन्, दिदीको सँगै पढेको साथीहरू। गाइज कुहिरे निस्क्यो, कुहिरे। वाह क्या बडी छ कुहिरेको। मेरो मोबाइलबाट सुट गर्दैछु, अलिक कालो आउँदैछ। अरे 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 2 बजेको फ्लाइट हो दिदीको चाहिँ होइन। अहिले 1-2 घन्टा अगाडि बोलाउँछन्। अहिले टाइम भएको छैन, लगभग 12 बज्दैछ। फोटो खिचिदिउँ? अब साथीहरूको फोटो खिचिदिन्छु। हामीहरूले चाहिँ अघि नै खिचिसके, भिडियो मात्र देखाउन पाएन। साथीहरूको खिचिदिन्छु। ए गाइस, जापानको 1 लाख रुपैयाँ दिदी गन्दैछ है खै खै। ओहो 1 लाख रुपैयाँ जापानको। उसको है, उसको अहिले आउँछ ल।
जापानको 1 लाख रुपियाँ। ए जापानको 1 लाख रुपियाँ भित्रको क्यारीमा राखिदियो भित्रको चाहिँ सानो चाहिँ यो भेन क्यारी हो त्यसैले ल्याप अहिले चाहिँ सबजना यहाँ बसेका छन्। अहिले चाहिँ ड्याडी सामान हेर्दैछन्। फाइनली गाइज अहिले चाहिँ भित्र जाने टाइम भयो अरे अब अरू खै त ए जोखे ठप्पम जाने हो भित्र भिडियो बनाइदिनु दिदी चलाउँछु जान्दिनै नि हामीलाई जान्दैन होला अब होइन त केही चाहना ल ल अरे नरुनु मम्मी नरुनु के हुन्न अरे केही हुँदैन कि नरुनु मम्मी केही हुँदैन नरुनु दिदी दिन्छन् दिदी दिदी बाई दाई चाहिँ उहाँ भित्र गएका छन् उहाँ मिलाउनको लागि सामान बढी छ नि त दाइले मिलाइदिनुहुन्छ भित्र दाइ चाहिँ इन्सपेक्टर हुन् भित्र किन गएको हुन् नरुनु कि के हुँदैन कि नरुनु अब डकुमेन्ट निकाल राख बाबा अहिलेको दिएको नाइ त चाहिँदैन हो त्यो अहिले दिएको मात्रै ल छोरो बाई बाई मलाई त भिडियो बनाउनै आउँदैन भित्र उन्नाएर होइन अलि
काटेको धेरै हान्छुकै छ नयाँ जान्दिनँ क्या अँ। नयाँ जान्दिनँ क्या पहिले अयर साग थियो होइन ठिकै ठिकै ल ल ल भाइ ल युनिफर्ममा आएर मात्रै जान्दिनँ भयो पढेकै अन्त शैलीखाहरू कतिले फाल्यो भने फाल्नु भयो यादको छ नै नै के नि अतिहाल त रोजगारी छ त्यही त ब्याङ्कको हो गाइज अहिले चाहिँ हामी यहाँनिर आएको छौँ प्लेनहरू देखिने ठाउँमा अब दिदी 40 मिनट जति छ उड्न 2 बजे उड्ने हो दिदी मम्मी ड्याडीहरू पनि सब यहाँ छन् मामा आमा बहिनी पनि छ अहिले भर्खरै यहाँदेखि एउटा प्लेन गएको थियो अब कति बेला जान्छ दिदी गएको पनि हेर्नु पर्यो होइन लास्ट अन्तिमसम्म 1 घन्टा जति बस्नु पर्यो अझ यहाँनिर चाहिँ साना प्लेनहरू छन् डोमेस्टिक प्लेन अन्तर्राष्ट्रिय प्लेन चाहिँ ठुलो हुन्छ त्यो हेर्ने मन थियो कति बेला आउने हो खै गाइस फेरि हामी अहिले अर्को ठाउँमा आएर हेर्दैछौँ त्यो प्लेनको फेरि हामी यहाँ अर्को ठाउँमा बसेका छौँ ड्याडी यहाँ छन् मम्मी आमा यहाँ गफ गर्दैछन् फाइनली गाइस प्लेन उड्यो फाइनली अनि जापान पनि पुगिसक्यो त्यो चाहिँ 水戸駅でしょ。ああ、水戸駅じゃないでしょ。多分あ、スーパーホテル水戸だから、あ、